नमस्ते, जय शम्भो। गत भिडियोमा हामीले रेकीसँग सम्बन्धित अधिकांश कुराहरू क्लियर गरिसकेका छौँ। रेकी के हो, रेकीको हिस्ट्री, साधना, दीक्षा आदि इत्यादि कुराहरू हामीले क्लियर गरिसकेका छौँ। त्यसमा पनि रेकी गुरुको विषयमा पनि हामीले अलिकति कुराकानी गऱ्यौँ। रेकीको तहहरूको पनि हामीले कुराकानी गऱ्यौँ। आज सम्भवतः रेकीसँग सम्बन्धित यो भिडियो अन्तिम भिडियो हुन सक्छ। लगभग रेकीमा हुनुपर्ने कुराहरू जानकारी गत भिडियोहरूमा आइसकेका छन्। र पनि केही यस्ता खालका प्रश्नहरू आउँछन् कि रेकीसँग जोडिएर विभिन्न खालका प्रश्नहरू हुन्छन्। ती प्रश्नहरूको आजको यस भिडियोमा उत्तर दिने र त्यसलाई क्लियर गर्ने कोसिस गर्दछु। मैले टिपेर पनि राखेको छु। ती विषयहरूमा आज हामी जान्छौँ। सबैभन्दा पहिला त रेकी साधना कुन समयमा गर्दा ठिक हुन्छ भन्ने प्रश्न छ। रेकी साधना गर्छौँ हामी, जुन साधना, त्यो साधना कुन समयमा गर्दा ठिक हुन्छ भन्ने प्रश्न छ। रेकी होस् या अरू कुनै साधना होस्, जुनसुकै साधना पनि सकेसम्म बिहानको समय अति उत्तम मानिन्छ साधना गर्नुको। ब्रह्म मुहुर्त जसलाई हामी भन्छौँ, जुन लगभग अब दिनको समयको अनुसार रफ्तार अनुसार 4:30 बजेदेखि 5:30, 6:30, 7:30 बजेसम्म, अथवा 4 बजेदेखि सुरु भयो भने करिब 3 घण्टा 7 बजेसम्मको जुन समय हुन्छ त्यसलाई ब्रह्म मुहुर्त भनिन्छ। यो समय किन उपयुक्त हुन्छ त रेकी साधना गर्नका लागि अथवा अन्य साधनाहरूको लागि पनि भन्दाखेरि यो बिहानीको समयमा अधिकांश गुरुजनहरू, अधिकांश साधकहरू, सम्पूर्ण व्यक्तित्वहरू भनौँ हैन, उहाँहरू साधनामा बस्नुभएको हुन्छ। जो व्यक्ति साधनामा बस्नुहुन्छ उहाँहरूले मैत्रेय भाव प्रवाह गरिरहनु भएको हुन्छ। त्यो भनेको मतलब सबैको जय होस्, सबैको कल्याण होस्, यो भावना त्यति बेला निक्लिरहेको हुन्छ गुरुजनहरूबाट अथवा साधकजनहरूबाट। यो भावना निक्लिरहेको भएको हुनाले यो सबै भाव चाहिँ ब्रह्माण्डमा इनर्जीको रूपमा कन्भर्ट भएको हुन्छ। जब हामी साधना बस्छौँ, ब्रह्माण्डमा भएको पोजिटिभ इनर्जीलाई हामीले खिच्ने हो, लिने हो भने ब्रह्माण्डमा पोजिटिभ इनर्जीको फ्लो भइरहेको छ भने हामीले इनर्जी खोज्दाखेरि पोजिटिभ इनर्जी प्राप्त गर्छौँ। तर ब्रह्माण्डमा इनर्जीकै फ्लो भएको छैन अथवा नेगेटिभ इनर्जीको फ्लो भइरहेको छ भनेदेखि फेरि हामीले बोलाउँदाखेरि के हुन्छ, त्यही त इनर्जी आउने हो हैन। त्यस हिसाबले मर्निङको समय चाहिँ रेकी साधनाका लागि सबैभन्दा उत्तम समय हो। अब त्योभन्दा बिहान कसैले भ्याउँदैन भन्यो भने के गर्ने भन्दाखेरि बेलुकाको समय अथवा साँझको समय। साँझमा पनि त सन्ध्याकाल हुन्छ, घन्टी बजिरहेको हुन्छ, आरती चलिरहेको हुन्छ, फेरि साधकहरू साधना बसिराख्नु भएको हुन्छ, ब्रह्माण्डमा फेरि पनि मैत्रेय भाव अथवा पोजिटिभ इनर्जी फैलिरहेको हुन्छ। त्यस हिसाबले दोस्रो समय बेलुकीको समय। दोस्रो समय चाहिँ बेलुकीको समय हो। अब दिउँसोको समयमा प्राय साधना गर्नु उति राम्रो मानिँदैन, किनकि अत्याधिक नेगेटिभिटी प्रवाह भइरहेको हुन्छ, झगडा भइरहेको हुन्छ, झुट बोलिरहेका हुन्छन् अथवा विभिन्न खालका नकारात्मक एनर्जीहरू फैलिरहेका हुन्छन्। त्यस हिसाबले दिउँसोको समयमा साधना गर्नै नमिल्ने भन्ने त होइन, गर्न त मिल्छ, तर साधना गरेको परिणाम, हामीले प्राप्त गर्न खोजेको इनर्जी त्यो रेसियोमा प्राप्त नहुन सक्छ, किनकि ब्रह्माण्डमा त्यो खालको इनर्जी कम प्रवाहित भइरहेको हुन्छ। अब रेकी कुन समयमा रेकीको साधना गर्दा ठिक होला भन्ने प्रश्नको उत्तर यहाँबाट हामीले प्राप्त गरिसकेका छौँ। अब अर्को एउटा प्रश्न छ, बडो यो चाहिँ इन्ट्रेस्टिङ खालको हुन्छ कि कतिपय कमेन्टहरूमा पनि देख्छु म रेकीको पोस्टहरूमा, अनि कतिले सोध्नु पनि हुन्छ, कतिले भन्नु पनि हुन्छ, रेकीले हुने भएदेखि यी हस्पिटलहरू सबै बन्द गरिदिए भइहाल्यो नि हैन, अथवा रेकीले नै ठिक हुने भए हस्पिटल किन जरुरी भएर भन्ने खालको कुराहरू पनि गर्नुहुन्छ। यो खासै कुनै महत्त्वपूर्ण प्रश्न त होइन, तर यसको एउटा जस्टिफिकेसन छ, यो बुझ्न जरुरी हुन्छ। वास्तवमा रेकीले नै सबै रोगहरू ठिक हुने भए हस्पिटल किन जरुरी भएर, करोडौँ अरबौँ खर्च गरेर हस्पिटल किन बनाउनु परेर भन्ने खालको भर्जन सुनिन्छ हैन। अब यसको कुरा के हुन्छ भन्दाखेरि हस्पिटल त जरुरी छँदैछ, यसमा कोही दुविधै छैन। हस्पिटल त चाहिन्छ। हामी रेकी साधकहरूले, रेकी मास्टर, ग्रान्ड मास्टरहरू पनि हामी हस्पिटल जान्छौँ, हरेक टेस्ट गर्नै पर्छ, यसमा त कोही दुविधै छँदै छैन नि। यो त मूल स्टिम भइहाल्यो नि। त्यही भएर त रेकीलाई के भनेको छ भन्दाखेरि यसलाई अल्टरनेटिभ ट्रेडिसनल मेडिसिन भनेको छ। यो त सप्लिमेन्ट्री एनर्जी हो। अब हामीले भात खाइहाल्यौँ, हामीलाई चाहिँ नि अन्य कुराहरू किन चाहियो? हामी खाजा खान्छौँ, फलफुलहरू खान्छौँ, विभिन्न ड्राई फ्रुट्सहरू खान्छौँ, यी विविध कुराहरू हामीलाई किन चाहियो? भात खाए भइहाल्यो नि। अथवा हाडे बदम खायो भने खाँदा हुने भए भात किन खानु पर्यो? यस्तो खालको कुराहरू चाहिँ यो एक तरिकाले भन्ने हो भने, यसलाई अन्यथा लाग्दैन भने यो मूर्ख खालको प्रश्न मात्रै हो
होइन, यो खास राम्रो प्रश्न होइन। यो सप्लिमेन्ट्री इनर्जी हो। विभिन्न तरिकाले विभिन्न इनर्जीहरू एउटा ब्यालेन्स मिल्यो भने मात्रै स्मुथ हुन्छ। खानामा पनि त्यस्तै हो। खाना भात मात्रै खाएर हुँदैन, त्यसमा तरकारी चाहिन्छ, सब्जी चाहिन्छ, दाल चाहिन्छ, त्यतिले भएन अचार चाहिन्छ, फेरि हामी पापड चाहिन्छ, घिउ पनि हाल्छौँ हामी। यी विविध कुराहरूको एउटा सङ्गम मिल्यो भने अथवा एउटा कोल्याबोरेसन भन्न सकियो, त्यो मिल्यो भने मात्रै स्मुथली हाम्रो लाइफ अगाडि बढ्छ अथवा कुनै पनि कुरा पूर्ण हुन्छ। सो रेकी इनर्जी, रेकी साधना अथवा रेकी हिलिङ आफैमा एउटा सप्लिमेन्ट्री इनर्जी हो। यसलाई यहाँहरूले सप्लिमेन्ट्री इनर्जीको रूपमा मात्रै बुझ्नुपर्छ। एलोपेथी छुट्टै हो, होमियोपेथी छुट्टै हो, आयुर्वेद छुट्टै हो भने स्पिरिचुअल हिलिङ अथवा रेकी इनर्जी यो चाहिँ आध्यात्मिक इनर्जी छुट्टै खालको इनर्जी हो। यसलाई हामीले यसरी बुझ्नुपर्छ। र अर्को कुरा, रेकीले कुन कुन खालका रोगहरू ठिक हुन्छ त? प्रश्न अर्को पनि छ। रेकीले कुन कुन खालका रोगहरू ठिक हुन्छ अथवा के रोगहरू रेकीले ठिक गर्छ भन्ने कुरा हो। अब वास्तवमा भन्ने हो भने वास्तवमा रोग ठिक गर्ने चाहिँ हाम्रै शरीरमा भएको हाम्रो हिलिङ मेकानिजमले हो। अटो हिलिङ मेकानिजम, सेल्फ हिलिङ मेकानिजम, जे भन्छौँ हाम्रो यो शरीरमा एउटा मेकानिजम छ क्या, एउटा फुल सिस्टम छ। यो सिस्टमले कुनै पनि ठाउँमा सेलहरू कमजोर भयो अथवा केही प्रब्लम देखियो, जहाँ जति मात्रामा जुन केमिकल सर्कुलेट हुनुपर्ने हो त्यहाँ त्यति मात्रामा त्यो केमिकल सर्कुलेट भएन भनेदेखि तिनलाई मेन्टेन गर्नका लागि यहाँभित्र अटोमेटिक रूपमा सबै सिस्टमहरू छ। तर के भइरहेको हुन्छ भन्दाखेरि अहिले ती सिस्टमहरू प्यासिभ भएर बसिरहेका हुन्छन्। त्यसको कारण चाहिँ के हो त भन्दा सामान्यभन्दा सामान्य अप्ठ्यारो अथवा बिरामी हामी पऱ्यौँ भने पनि अहिले हामी ट्याब्लेटको सहारा लिन्छौँ, यानि कि औषधिको सहारा लिन्छौँ अथवा फेरि पनि केमिकलको सहारा लिएर हामी तत्काल त्यसलाई हामी ठिक गर्नुपट्टि जान्छौँ। त्यो हाम्रो शरीरभित्र भएको जुन हिलर छ, सेल्फ हिलर, अटो हिलर, जुन सिस्टम छ, हिलिङ सिस्टम छ, हिलिङ मेकानिजम छ, त्यो हिलिङ मेकानिजमलाई हामी एक्टिभ हुन दिँदैनौँ किनकि हामी तत्काल औषधि सेवन गरिहाल्छौँ। हो, त्यस कारणले गर्दा यो रेकीले गर्ने चाहिँ के हो त भन्दाखेरि हाम्रै शरीरभित्र रहेको जुन हिलिङ सिस्टम छ नि, सेल्फ हिलिङ सिस्टम जसलाई हामी भन्छौँ, अटो हिलिङ सिस्टम भन्छौँ, जसलाई हामी हिलिङ मेकानिजम भन्छौँ, हो त्यो हिलिङ मेकानिजमलाई अथवा फाइटर सेलहरूलाई एक्टिभ गरिदिने हो रेकीले। अब यो मेकानिजम एक्टिभ भइसकेपछि यसले कुन रोग ठिक गर्छ भन्ने प्रश्नै भएन। सबैलाई ठिक गर्न सक्छ यसले, फिजिकल होस् या मेन्टल होस्, सबै रोगहरूको लागि उत्तिकै महत्त्वपूर्ण र उपयुक्त छ रेकी। रै पनि अब धेरै जसो चाहिँ रेकीले एकदम सहज रूपमा सजिलै छिट्टै सोलुसन ल्याउने भनेको चाहिँ मेन्टल प्रब्लमहरू जस्तै स्ट्रेस, इन्जाइटी, डिप्रेसन, फ्रस्ट्रेसन, माइग्रेन, हेडेक लगायत अब सुगर, प्रेसर, क्यान्सरसम्म यी रोगहरूलाई चाहिँ अथवा रोगभन्दा पनि यी प्रब्लमहरूलाई चाहिँ साइकोसोमेटिक प्रब्लम भनेर लिस्ट गरिएको छ। यो चाहिँ हो, यी प्रब्लमहरूमा चाहिँ रेकी धेरैभन्दा धेरै बेनिफिट हुन्छ अथवा रेकीले धेरैभन्दा धेरै बेनिफिट दिन सक्छ। अब मेरो आफ्नो पर्सनल र हाम्रो संस्थागत यो एउटा एक्सपिरियन्स हेर्ने हो भने स्ट्रेस, इन्जाइटी, डिप्रेसन लगायतका कुराहरू चाहिँ अब यदि दीक्षित व्यक्तिले अथवा जसले रेकी साधना गर्नुहुन्छ उहाँले चाहिँ एउटा दिइएको गाइडलाइनलाई पूर्ण रूपमा पालना गर्दै कम्प्लिट गर्नुभएको छ भने लगभग 100% ठिक हुन्छ। रेकीले त्यतिसम्म पावरफुल काम गर्छ अथवा त्यतिसम्म शक्तिशाली हुन्छ रेकी भन्ने खालको कुरा हो। अब मलाई त कस्तो लाग्छ भने मेरो पर्सनल एक्सपिरियन्स हो हैन, मलाई त 5-7 जना एकदमै पावरफुल रेकी मास्टरहरू भयो भने मर्ने बित्तिकैको मान्छे पनि केही समयको लागि चाहिँ बचाउन सक्छन् होला जस्तो लाग्छ, त्यति पावरफुल लाग्छ मलाई रेकी। अब अर्को प्रश्न के छ भन्दाखेरि रेकी दीक्षा लिँदाखेरि हामीले रेकी दीक्षा को गुरुसँगबाट दीक्षित भयौँ त भन्ने कुराले रेकी इनर्जी फरक पार्छ कि पार्दैन? बडो महत्त्वपूर्ण प्रश्न यो चाहिँ, सही प्रश्न छ, बडो महत्त्वपूर्ण प्रश्न छ यो। यसको उत्तर हो पर्छ। रेकी गुरु अनुसार तपाईले जोसँग दीक्षा लिनुभएको छ, दीक्षा गुरुको इनर्जी अनुसार, दीक्षा गुरुको साधनाको शक्ति अनुसार, साधनाको तागत अनुसार, साधनाको पावर अनुसार, उहाँको आफ्नो एक तरिकाले भन्दाखेरि क्षमता अनुसार अथवा क्वालिफिकेसन अनुसार फरक पार्छ। जुन गुरुले तपाईलाई दीक्षा दिनुभएको हो त्यही अनुसारको इनर्जी हामीसँग जोडिएको हुन्छ र प्रत्येक दिन गुरुले साधना गर्दाखेरि चेलाहरूलाई इनर्जी पास गरेको हुन्छ प्रत्येक दिन। र गुरु चेला भनेको त यस्तो खालको सम्बन्ध हो, गुरुले गरेको साधनाको फल चेलाहरूले अटोमेटिक रूपमा प्राप्त गर्छन्, अटोमेटिक रूपमा भागीदार हुन्छन्। फेरि अर्को पनि बडो महत्त्वपूर्ण कुरा छ, गुरुले गरेको गल्ती र अपराधको सहित चेलाले भागीदार हुनुपर्छ।
अब यो गुरु र चेलाको विषयमा अनि गुरु ऊर्जाको विषयमा गुरु के हो भन्ने विषयमा लामो भिडियो हामी फेरि नेक्स्ट टाइम बनाउँछौँ। तर अहिलेलाई यो प्रश्नको उत्तर के हो भने दीक्षा लिँदाखेरि जुन गुरुसँगबाट दीक्षा लिएको छ त्यो अनुसार इनर्जी चाहिँ फरक पर्छ। अब अर्को पनि प्रश्न के रहन्छ रेकीमा भन्दाखेरि रेकी के बिरामी भएर मात्रै रेकी लिने हो कि सधैँ मान्छेले पनि रेकी गर्न मिल्छ, रेकी सिक्न मिल्छ त, हिलिङ लिन मिल्छ त भनेर सोध्नुहुन्छ। यस्तो होइन, बिरामी भएर मात्रै रेकी साधना गर्ने अथवा रेकी सिक्ने, रेकी दीक्षा लिने, रेकी प्र्याक्टिस गर्ने होइन। तर अहिले चाहिँ कस्तो देखिन्छ भन्दाखेरि अब बिरामी नभइकन को आध्यात्मिक प्र्याक्टिस गर्छ र अनि कसले खोज्छ अध्यात्म बिरामी नभइकन भन्ने जस्तो माहौल चाहिँ देखिन्छ। तर गर्न चाहिँ यो सबैले मिल्छ। अब रेकीलाई खासमा भन्ने हो भने डाक्टर मिकाओ उसुईले जब प्रतिपादन गर्नुभयो, रेकी प्रतिपादन गर्दाखेरि वास्तवमा यो हिलिङमा मात्रै प्रयोग होस् अथवा उपचारमा मात्रै प्रयोग होस् भनेर एउटा उपचार पद्धतिको रूपमा डेभलप होस् भनेर उहाँले प्रतिपादन गरेको पनि होइन र उहाँले जुन बेला 21 दिनको साधना अथवा ध्यान बस्न जानुभयो त्यति बेला त कुनै उपचार गर्छु भन्ने नियतले जानुभएको पनि होइन। उहाँले त खास भन्ने हो भने एउटा विशुद्ध स्पिरिचुअल ग्रोथ, आध्यात्मिक विकासको लागि हरेक व्यक्तिको एउटा आध्यात्मिक पूर्णता, यसरी भन्न सकिन्छ आध्यात्मिक पूर्णताको लागि रेकीले काम गरोस् भनेर डाक्टर मिकाओ उसुईले रेकी प्रतिपादन गर्नुभएको थियो। तर पछि आएर रेकी चाहिँ एउटा विशुद्ध उपचार पद्धतिको रूपमा मात्रै काम गर्दै आइरहेको छ। तर रेकीको मल्टिपल बेनिफिट छ। त्यसमा पनि अब यहाँनिर हामीले चर्चा गर्ने हो भने यो तीनवटा टर्मिनोलोजी युज हुन्छ। यो धर्म, अध्यात्म र संस्कृति तीनवटा टर्मिनोलोजीहरू छ, तीनवटा शब्दहरू छ, धर्म, अध्यात्म र संस्कृति। अब धर्म के हो, अध्यात्म के हो, संस्कृति के हो, फेरि कमिङ भिडियोमा हामीले एक एक गरी यसलाई स्पष्ट पार्दै अगाडि जानेछौँ। तर रेकी भनेको चाहिँ विशुद्ध आध्यात्मिक ऊर्जा हो, स्पिरिचुअल इनर्जी हो। अध्यात्म भनेको आद्य, आत्मा, मेरो मनसँग जोडिएको कुरा हो। अब त्यस हिसाबले आध्यात्मिक ग्रोथको लागि रेकीले काम गर्छ। वा रेकी साधना कन्टिन्यू गरिराख्ने हो भने हामीलाई यो जीवनमा जन्मको औचित्य प्राप्तिका लागि पनि रेकीले काम गरेको हुन्छ। आत्मसाक्षात्कार गर्ने पाटोमा रेकी अगाडि बढ्छ। रेकी साधना राम्रोसँग गरिराख्यौँ भने हामीले हाम्रो आत्मसाक्षात्कार गर्छौँ। म कहाँबाट आइरहेको छु, हो या म को हुँ, म किन जन्मिरहेको छु, म जन्मिनुको कारण के हो, होइन, म यहीँ जन्मिनुको कारण के हो, म नेपालमै जन्मिनुको कारण के हो, नेपालभित्र पनि सर्टेन प्लेसमा जन्मिनुको कारण के हो, म यो ठ्याक्कै यही परिवारमा म किन आइरहेको छु, मेरो के औचित्य हो, होइन, म के गर्नका लागि आइरहेको छु। यी सारा कुराहरू बुझ्ने प्रक्रियालाई आत्मसाक्षात्कार भनिन्छ, जुन अध्यात्मसँग रिलेटेड हुन्छ। रेकीबाट आत्मसाक्षात्कार अथवा आध्यात्मिक ग्रोथ पनि सम्भव छ। अब लगभग रेकीसँग जोडिएका धेरै प्रश्नहरू मैले आन्सर गरिसकेँ जस्तो लाग्छ मलाई। अब कतिपय केही आन्सरहरू, केही प्रश्नहरू त्यस्ता पनि रहेछन् भने फेरि पनि म कुनै भिडियोमा यहाँहरू सामु प्रस्तुत हुनेछु। तर अहिलेको लागि भने रेकीसँग सम्बन्धित सिरिज हामीले यहीँ अन्त्य गर्छौँ। अब आउनेवाला सिरिजमा हामी चक्र के हो अनि चक्रले कसरी काम गर्छ, चक्र खुल्ने बन्द हुने भन्छन्, त्यो के हो वास्तवमा, त्यसको पूर्ण रूपमा जानकारी लिएर फेरि हामी अर्को भिडियोमा आउनेछौँ। अब त्यतिन्जेलसम्मका लागि यहाँहरू सबैलाई नमस्कार। र फेरि अन्त्यमा एउटा कुरा के हो भने तपाईँहरू यदि स्ट्रेस, एन्जाइटी, डिप्रेसन, अनिद्रा, माइग्रेन, नकारात्मक सोचहरू, भनौँ न ओभर थिङ्किङ, एकदम बढी सोच आइरहन्छ, यस्तो खालको प्रब्लमबाट यदि ग्रसित हुनुहुन्छ भने तपाईँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। नम्बर तल दिएकै छ, यही नम्बरमा सम्पर्क गरेर पनि यहाँहरू आउन सक्नुहुन्छ। हस्त, धन्यवाद, नमस्कार, जय शम्भ।